मुङको दाललाई आयुर्वेदमा सबैभन्दा श्रेष्ठ दाल भनिएको छ र किन यस्तो होला त? नमस्ते, म रत्नेश यादव। आउनुहोस् यसको बारेमा बुझौँ। यो चाहिँ सबैको लागि फाइदाकारी र सुपाच्य छ भन्नाले बच्चा, युवा, वृद्धा सबैको लागि हितकर र सुपाच्य छ। यो चाहिँ एकदमै हल्को हुन्छ, इजिली पचिहाल्छ र हाम्रो पेटमा चाहिँ शीतलता प्रदान गर्छ र विभिन्न प्रकारका रोगहरूमा जस्तै कि आँखा सम्बन्धी, हट सम्बन्धी, फिभर अनि विभिन्न प्रकारका रोगहरूमा पनि उपयोगी हुन जान्छ र हाम्रो कफ र पित्त दोष बढेको हुन्छ त्यसलाई पनि सन्तुलनमा राख्छ, त्यसलाई समन गराउँछ। त्यसैले तपाईले पड्डेको दाल खानुहुन्छ भने यो मुङको दाल एकदमै नै बेस्ट हुन जान्छ। त्यसैले आजदेखि मुङको दाल नै अपनाउनुहोस् र खानुहोस्। धन्यवाद।